यस बिहानी सम्पूर्णमा जीवित येशू ख्रीष्टको नाउँमा म पावल चेपाङको तर्फबाट सबैजनालाई जय मसीह। आज पौष 2 गतेको दिन र बिहान भर्खरै 6:30 भइरहेको छ। यो समय म तपाईहरुको माझमा एउटा बाइबलको भर्स भन्न चाहन्छु। लुका 2 अध्यायको 10 र 11 मा यसरी लेखिएको छ, तब स्वर्गदूतले तिनीहरूलाई भने, न डराऊ, किनभने हेर, आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै जातिहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। क्रिसमस नजिक आइरहेको छ। येशू ख्रीष्टको जन्म उत्सव यता स्थानमा देशभरि छरिरहेका स्थानीय मण्डली, विश्वव्यापी मण्डलीहरूले ख्रीष्टको जन्म उत्सव मनाउने समय नजिक आइरहेको छ। आलोचनाहरू आउन सक्छन्, धेरै टिक्का टिप्पणीहरू आउन सक्छन्। ख्रीष्टको जन्म उत्सव मनाउनु उचित छैन भनेर प्रश्नहरू उठाउन सक्छन्। यो बाइबलमा लेखिएको छैन, एलाउ दिएको छैन भनेर विभिन्न प्रकारको कुराहरू बताउन सक्छन्। बाइबलमा ठ्याक्कै डिसेम्बर 25 चाहिँ येशू ख्रीष्ट जन्मनु भएको दिन हो भनेर लेखिएको छैन र डिसेम्बर 25 चाहिँ येशू ख्रीष्ट जन्मनु भएको निश्चित समय पनि होइन। अधिकांश क्रिस्चियनहरूले यो क्रिसमस डे किन मनाइरहेको छ त? क्रिसमस डे मनाउनुको कारण चाहिँ यो हो कि येशू ख्रीष्ट चाहिँ एउटा मानवको अवतारमा उहाँ वचन हुनु, आदिमा उहाँ वचन हुनुहुन्थ्यो। वचन देहधारी भएर उहाँ मानिसको अवतारमा कन्या मरियमको कोखबाट जन्म लिइकन सारा मानिस जातिको उद्धार र मुक्तिको लागि यस संसारमा आउनुभएको हो। परमेश्वरको बराबरी हुने अधिकार, शक्ति उहाँसँग हुँदाखेरि पनि उहाँ एउटा कमाराको जस्तो रूप धारण गरिकन आफूलाई होच्याउनु भयो र मृत्युसम्म आज्ञाकारी भएर रहनुभयो। उहाँ चाहिँ आफ्नो शक्ति संसारमा देखाउन होइन, तर पिताको एउटा योजना, पिताले गर्नुभएको उद्देश्य पुरा गर्नको निम्ति संसारमा आउनुभएको थियो। र हामीले उहाँको जन्मोत्सव किन मनाउँछौँ? किनकि उहाँ चाहिँ मर्याद तुल्य, उहाँ चाहिँ मरिजाने परमेश्वर हुनुहुन्न। उहाँ मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो। तपाईँ आफैले विचार गर्न सक्नुहुन्छ, जन्म जति पनि हामीले साधारणतया मानिसहरूको जन्म मनाउँछौँ, बर्थडे गर्छौँ, त्यो चाहिँ जो मानिस आजको दिनसम्म पृथ्वीमा बाँचिरहेका छन् ती मानिसहरूको जन्म उत्सव मनाउँछौँ। तर जो मरिगए, जो बितिगए, त्यो मानिसहरूको जन्म उत्सव हामीले कहिले पनि मनाउँदैनौँ। अनि हामीले येशू ख्रीष्टको जन्म उत्सव यही कारणले मनाउँछौँ र येशू ख्रीष्टको जन्म उत्सवको समयमा यही कारणले ख्रीष्टलाई उचाल्ने काम गर्छौँ कि उहाँ चाहिँ सदा सर्वदा जीवित हुनुहुन्छ। हिजो आज उहाँ अनादिदेखि अनन्त कालसम्म उहाँ चाहिँ जीवित हुनुहुन्छ। आज पनि हामीसँग, हाम्रो हृदयमा उहाँ जीवित हुनुहुन्छ। उहाँ जन्मनु भएको सत्य हो। त्यही सत्यताको घोषणा गर्नको निम्ति हामीले ख्रीष्टको जन्म उत्सव मनाउँछौँ। ठ्याक्कै बाइबलमा क्रिसमस मनाऊ भनेर दिएको छैन, लेखिएको छैन, तर बाइबलले यो कुरालाई चाहिँ एलाउ गर्छ कि कलसी 3 को 17 चाहिँ यसरी लेखिएको छ, कुरा वा काममा जे गर्छौ सबै कुराबाट परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। कुरा वा काममा जे गर्छौ त्यो परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभुको येशूको नाउँमा गर्नको निम्ति चाहिँ बाइबलले एलाउ गर्छ। अनि हामीले क्रिसमस डे मनाउँदै गर्दाखेरि चाहिँ आफ्नो तौल तरिकाले भन्दा पनि परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको जन्म उत्सवको बारेमा, उहाँको महिमाको, उहाँको सत्यताको, उहाँको सुसमाचारको हामीले हरेक जातिलाई सुनाउने र घोषणा गर्ने काम गर्छौँ। र यही कारणले हामीले क्रिसमस मनाउनुपर्छ। परमेश्वरको ख्रीष्ट येशू जीवित भई उठिसक्नु भएपछि 40 दिनसम्म संसारमा रहँदै गर्दाखेरि उहाँले भन्नुभएको कुरा पनि यही हो, सारा जातिलाई सुसमाचार सुनाऊ, जाऊ सारा जातिलाई सुसमाचार सुनाऊ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ, युगको अन्तसम्म चाहिँ म तिमीहरूको साथमा हुनेछु। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हामीले चाहिँ सारा जातिलाई चाहिँ विश्वमा गएर चाहिँ ख्रीष्टको घोषणा गर्छौँ। ख्रीष्टको घोषणा यसरी हुन्छ जब सारा क्रिस्चियनहरू एक आपसमा भेला भएर हरेक जातिहरूलाई ख्रीष्टको नाउँमा घोषणा गरेर सुनाउँछ, हरेक स्थानमा रहिकन परमेश्वरलाई महिमा दिन्छ। यसकारण यो चिसो मौसममा तपाईँ आफ्नो स्थानमा रहिकन परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा मनाउने उत्सव भव्य सभ्यका साथ मनाउनुहोला।
ख्रिस्ट चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ भनेर ख्रिस्टलाई केन्द्रबिन्दु राखिकन हरेक जातिहरूलाई ख्रिस्टको बारेमा पनि सुनाउने र बताउने गर्नुहोला। सबैजनालाई जय मसीह।